साथीहरु आज चाहिँ भिडियो विशेष छ। आज चाहिँ किन विशेष छ भने हेर्न सक्नुहुन्छ यो चाहिँ पीपीआर पाइप हो। 1 इन्चीको यो इनार हो। इनारमा चाहिँ 1 इन्चीको पाइप यहाँनिर यहाँ फिटिङ गरिएको छ। यो चाहिँ प्लास्टिकको बल्ब हो हेर्न सक्नुहुन्छ। यो प्लास्टिकको बल्ब चाहिँ यो छिटै नै बिग्रिसकेको छ हेर्न सक्नुहुन्छ। यो पनि अलि हल्लिसकेको छ। अब चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ स्टप बल हो हेर्न सक्नुहुन्छ। यो चाहिँ मेटलको स्टप बल चाहिँ यहाँ अब फिट गर्न लागेको छ। यो यहाँनिर अब इन हुन्छ भने अनि यसको चाहिँ यो आउट हुन्छ हेर्न सक्नुहुन्छ। अब यो प्लास्टिकको चाहिँ हाम्रो यहाँ हेर्न सक्नुहुन्छ घाम पानीले पनि खान्छ। यहाँ हेर्न सक्नुहुन्छ यो प्लास्टिकको चाहिँ छिटै नै बिग्रिन्छ हेर्न सक्नुहुन्छ। यहाँ यो प्लास्टिकको चाहिँ छिटै नै यो घाम पानीले पनि खान्छ र यो बिग्रिन्छ। यो ह्यान्डलै बिग्रिन्छ मेन कुरा चाहिँ हेर्न सक्नुहुन्छ। अनि यो स्टप बल चाहिँ यो मेटलको चाहिँ तपाईको यो मात्रै पनि चेन्ज गर्न मिल्छ। हामीले काटेर यो हिटिङ मेसिनले यहाँनिर हामीले फिटिङ गर्नु पर्दैन। साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला। नयाँ हुनुहुन्छ भने फलो गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला।